कल्पना गर्नुहोस्, तपाईँ आगोको वरिपरि बसेर आफ्ना छिमेकीहरूसँग दिनभरका कुराकानी साटासाट गर्दै हुनुहुन्छ। कथा सुनाउने, खबर फैलाउने र वास्तवमा के भइरहेको छ भनेर जान्ने त्यो मानिसको आधारभूत चाहना हो पत्रकारिताको सुरुवात त्यहीँबाट हुन्छ। सन् 1605 मा जोहान क्यारोलस नामका एक जर्मन मुद्रकलाई एउटा विचार फुर्यो। के होला यदि उनले सबै महत्त्वपूर्ण घटनाहरूलाई भेला गरेर नियमित रूपमा सबैले पढ्न मिल्ने गरी छाप्न सके भने? उनको अखबार, जसको जर्मन नाम उच्चारण गर्नै नसकिने गरी लामो थियो, रिलाचियोन आलर फ्युर्नेमेन उन्त गेडेङ्कवुर्डिगेन हिस्टोरियन, संसारको पहिलो अखबार बन्यो। यो गाउँको कथावाचक जस्तै थियो, तर अब छापिएको रूपमा र धेरै मानिससम्म पुग्ने गरी। करिब 300 वर्षपछि यो विचार नेपालसम्म आइपुग्यो। तर यहाँ आएपछि पत्रकारिता केवल समाचार सुनाउने साधन मात्र नभएर यसले नेपाललाई लोकतान्त्रिक मुलुक बनाउनमा ठूलो भूमिका खेलेको थियो। कल्पना गर्नुहोस्, तपाईँ नेपालमा एकजना पत्रकार हुनुहुन्छ र तपाईले लेख्ने हरेक समाचारले तपाईलाई जेल पुर्याउन सक्छ। तपाईले सोध्ने हरेक प्रश्नलाई खतरा ठानिन सक्छ। यो केवल काम मात्र थिएन, यो साहसको काम थियो। जब गोरखापत्र पहिलो पटक छापियो, त्यसै बेलादेखि नेपाली पत्रकारहरू साँघुरो डोरीमा हिँडिरहेका छन्। जब प्रजातन्त्र फक्रियो, अखबार र रेडियो स्टेशन पनि फक्रिए। तर जब निरङ्कुश शासकहरूले सत्ता कब्जा गरे, पत्रकारहरू अँध्यारोमा लुकेर खबरहरू सुनाउँथे, भूमिगत रूपमा पर्चाहरू छाप्थे वा लुकेका ठाउँहरूबाट प्रसारण गर्थे। माओवादी द्वन्द्वको समयमा कल्पना गर्नुहोस्, टाउकोमाथि गोलीहरू उडिरहेको बेला दुवै पक्षका कुराहरू सुनाउन खोज्ने एक रिपोर्टरको अवस्था। यी केवल पेशागत चुनौतीहरू मात्र थिएनन्। यो त ज्यानको बाजी राखेर परिवार पाल्न र समुदायको सेवा गर्न लिइएको निर्णय थियो। तपाईले पढेको हरेक पत्रिका, सुनेको हरेक समाचार, यी सबैमा अनगिन्ती मानिसहरूको पसिना र साहस लुकेको छ। यसमा संवेदनशील राजनीतिक खबरको तथ्य जाँच गर्न रातभर नसुत्ने सम्पादक छन्। प्राकृतिक प्रकोपपछि दुर्गम गाउँमा पुग्न दिनौं हिँड्ने फिल्ड रिपोर्टर छन् र शक्तिशाली मानिसहरूलाई क्रोधित बनाउन सक्ने तस्बिरहरू खिचेर अन्यायलाई उजागर गर्ने फोटोग्राफर पनि छन्। यिनीहरू तपाईका छिमेकी, तपाईका साथी वा तपाईको परिवारकै सदस्य पनि हुन सक्छन्। आज कुनै पनि नेपाली समाचार कक्षमा पस्नुभयो भने त्यहाँको परिवर्तन देख्दा तपाईँ चकित पर्नुहुन्छ। कुनै समय पत्रकारहरू एउटा फोन लाइन पाउन घण्टौं कुर्थे भने आज उनीहरू घटनास्थलमै बसेर लाइभ ट्विट गरिरहेका हुन्छन्। सोशल मिडियाले हरेक नागरिकलाई सम्भावित रिपोर्टरमा बदलेको छ, तर यसले नयाँ चुनौतीहरू पनि सिर्जना गरेको छ। फेक न्यूजको चुनौती। सुरुवाती चरणका पत्रकारहरूमा सत्तालाई चुनौती दिने जुन साहस थियो, त्यही साहसले आजका पत्रकारहरूलाई यो डिजिटल भूमरीमा अगाडि बढ्न प्रेरित गरिरहेको छ। उनीहरू टिकटक र फेसबुकबाट समाचार लिने दर्शकहरूसम्म पुग्ने कोसिस गर्दै गलत सूचना विरुद्ध लड्दैछन्। यो कुरा तपाईका लागि किन महत्त्वपूर्ण छ? यो केवल सञ्चारको इतिहास मात्र होइन, यो नेपाल आज जुन अवस्थामा छ त्यहाँसम्म कसरी आइपुग्यो भन्ने कथा पनि हो। तपाईले भोगिरहेको हरेक लोकतान्त्रिक अधिकार, भ्रष्ट अधिकारीहरूको पर्दाफास वा प्राकृतिक विपत्तिमा पुगेको सहयोग, यी सबैमा पत्रकारिताको भूमिका छ। सन् 1821 त्यति बेला नेपाल विश्वको लागि एउटा रहस्यमय भूमि थियो। तर काठमाडौँका दरबारहरूमा एउटा अभूतपूर्व घटना भइरहेको थियो। तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले भर्खरै एउटा यस्तो क्रान्तिकारी कदम चालेका थिए जसले नेपालको भविष्यलाई सधैँका लागि बदल्ने सामर्थ्य राख्थ्यो। उनले देशकै पहिलो छापाखाना प्रिन्टिङ प्रेस भित्र्याएका थिए, जसलाई यहाँका मानिसहरूले गिद्धे प्रेस भनेर चिनाए। यसलाई गिद्धे प्रेस भन्नुको कारण यसको माथिल्लो भाग गिद्धको पखेटा जस्तै फैलिएको थियो।
यो प्रेस थापाथलीमा सरकारी छापाखानाको रूपमा राखियो र यसबाट हुलाक टिकट लगायत अन्य सरकारी कागजातहरू छाप्ने काम गरिन्थ्यो। नेपालको पहिलो छापाखाना गिद्धे प्रेस थियो भने त्यसपछि स्थापित भएको दोस्रो छापाखाना मनोरञ्जन प्रेस थियो। त्यसभन्दा धेरै पहिलेदेखि नै कटुवाल भन्ने चलन थियो, जसले ठूलो स्वरले कराएर सरकारी घोषणाहरू सुनाउने गर्थे। कटुवालहरूले दमाहा बजाएर, शङ्ख फुकेर, झ्याली बजाएर, ठूलो नरसिंगा र तोपको आवाजबाट सूचना प्रवाह गर्थे। राष्ट्र निर्माता पृथ्वीनारायण शाहको पालादेखि नै नेपालमा हुलाकको अवधारणा थियो र यसलाई भीमसेन थापाले आधुनिक रूप दिए। त्यसको धेरै पछि टेलिग्राम पनि आयो। देउडा, देउसी, लोकदोहोरी, नाटक र हास्य व्यङ्ग्य जस्ता सांस्कृतिक पर्वहरूका माध्यमबाट पनि जनतासम्म सूचना पुर्याइन्थ्यो। यीमध्ये केही पर्वहरू अझै पनि ग्रामीण क्षेत्रमा प्रयोगमा छन्। सन् 1886 मा नेपाली भाषाको पहिलो पत्रिका गोर्खा भारत जीवन भारतको पवित्र सहर बनारसमा छापियो। त्यसको 12 वर्षपछि पण्डित नरदेव पाण्डे, मोतीकृष्ण शर्मा र कपिल देव यी 3 विद्वानहरूले सन् 1898 मा सुधा सागर प्रकाशित गरे। तर दुर्भाग्यवश आज त्यो पत्रिकाको एक प्रति पनि बाँकी छैन। प्रधानमन्त्री देव शमशेरको मनमा एउटा सपना पलायो। नेपाललाई साँचो पत्रिका चाहिन्छ। अनि यही सोचले जन्मायो गोर्खापत्र। हरेक हप्ता पण्डित नरदेव पाण्डेको सम्पादनमा यो सानो पत्रिकाले नेपालीहरूलाई उनीहरूको संसारमा के भइरहेको छ भन्ने कुरा सुनाउँथ्यो। देव शमशेर जनताले सत्य कुरा जान्न पाउनुपर्छ भन्ने कुरामा विश्वास राख्थे, तर उनकै भाइ चन्द्र शमशेरले उनलाई सत्ताबाट हटाइदिए अनि एकै झट्कामा गोर्खापत्र अर्कै चीज बन्यो। जनताको आवाज होइन, सत्ताको हतियार। अर्को 50 वर्षसम्म यो पत्रिकाले चिच्याउनु पर्ने ठाउँमा मौन बस्यो, देखाउनु पर्ने ठाउँमा लुकायो। 18 फेब्रुअरी 1901 दशकौं लामो राणा शासनको निरङ्कुशता अन्त्य गर्दै राजा त्रिभुवनले नेपालमा प्रजातन्त्रको घोषणा गरे। राणा शासन त्यसै गरी एकाएक समाप्त भयो। त्यसको भोलिपल्ट सिद्धिचरण श्रेष्ठले आवाज प्रकाशित गरे, नेपालको पहिलो दैनिक पत्र। स्वतन्त्रता घोषणा भएको भोलिपल्टै प्रेस पनि स्वतन्त्र भएको थियो। त्यसपछि सञ्चारमा एक किसिमको क्रान्ति नै आयो। मानौ सञ्चारको संसारमा बाढी नै आयो। पत्रिकाहरू जताततै उम्रिए। नयाँ समाज, सन्देश, झङ्कार, महिला, नेपाल समाचार। पहिलो पटक सामान्य नेपालीहरू, किसान, पस्ले, विद्यार्थी सबैले आफ्नो संसारका कुरा आफ्नै भाषामा पढ्न पाए। तर धेरैजसो पत्रिका पक्षपाती थिए, कुनै न कुनै राजनीतिक दलसँग जोडिएका थिए। सन् 1960 मा राजा महेन्द्रलाई प्रजातन्त्र धेरै अस्तव्यस्त लाग्यो। उनले त्यसलाई समाप्त गरेर पञ्चायत व्यवस्था लागू गरे, जसको अर्थ नै थियो राजनीतिक दललाई प्रवेश निषेध। सन् 1950 को दशकमा फुलेका ती पत्रिकाहरू के भए त? तीमध्ये धेरैजसो रातारात बन्द गरिए। तर पञ्चायत प्रणालीको कठोरतालाई बेवास्ता गर्दै साहसी पत्रकारहरूले सत्य बोल्ने बाटो खोजे। विमर्श, छलफल, देशान्तर जस्ता पत्रिकाहरूले मानौं आन्दोलनको रूप लिए। 1988 को दशकसम्म आइपुग्दा यी साप्ताहिक पत्रिकाहरू पञ्चायत शासकहरूका लागि डरलाग्दो चीज बनिसकेका थिए। परिवर्तनका लागि तयार जनताको आवाज। सन् 1990 मा दोस्रो जनआन्दोलन सफल भयो। प्रजातन्त्र फर्कियो र यो पटक यसले एउटा अभूतपूर्व कुरा लिएर आयो, प्रेस स्वतन्त्रताको संवैधानिक ग्यारेन्टी। नेपालको इतिहासमा पहिलो पटक पत्रकारहरूले डर बिना लेख्न सक्ने भए र पत्रकारहरूले त्यसको भरपूर उपयोग गरे। फेब्रुअरी 18, 1993 यो मिति सम्झनुहोस्।
यो दिन कान्तिपुर र द काठमाडौँ पोस्ट नेपालका पहिलो निजी ब्रडसिट पत्रिकाको रूपमा बजारमा आए। मानिसहरू समाचार स्ट्यान्डमा लाइन लाग्थे। पत्रिकाहरू हरेक दिन बिक्री हुन्थे। अब यो केवल समाचारको कुरा थिएन। यो नेपालीहरूले आफ्नै कथामा आवाज पाएको क्षण थियो। निजी एफएम रेडियोहरूले दुर्गम गाउँहरूमा सङ्गीत र समाचार पुर्याए। टेलिभिजन च्यानलहरूले आवाजहरूलाई अनुहार दिए। इन्टरनेट आयो र एकाएक नेपाल विश्वसँग जोडियो। यो सायद नेपाली पत्रकारिताले अहिलेसम्म भोगेको सबैभन्दा स्वतन्त्र समय थियो। तर हामीले बुझेका छौँ, स्वतन्त्रता सजिलै टिक्दैन। सन् 1996मा माओवादी जनयुद्ध सुरु भयो र पत्रकारहरू एउटा असम्भव अवस्थामा फसे। माओवादीबारे आलोचनात्मक लेख्दा अपहरण वा मृत्युको जोखिम, सरकारबारे आलोचनात्मक लेख्दा जेल वा यातनाको खतरा। तथ्याङ्कहरू चकित पार्ने र मन दुखाउने खालका छन्। सन् 2058को सङ्कटकालमा मात्रै 8 जना पत्रकार मारिए। 150 भन्दा बढी पक्राउ परे र यातना भोगे। नेपालका आधा स्थानीय पत्रिकाहरू बन्द भए। जारी राख्न धेरै खतरनाक, धेरै महँगो र धेरै डरलाग्दो थियो। अनि आयो सन् 2052, सायद नेपाली सञ्चार इतिहासको सबैभन्दा अँध्यारो वर्ष। राजा ज्ञानेन्द्रले सत्ता आफ्नो हातमा लिए र सेन्सरसिपलाई कडा रूपमा फिर्ता ल्याए। सेनाका अधिकृतहरू समाचार कक्षमा बसेर नेपालीहरूले आफ्नै देशबारे के जान्न पाउने र के नपाउने भन्ने निर्णय गर्थे। त्यो एक वर्ष नेपालको जीवन्त मिडिया एउटा कानाफुसीमा सीमित भएको थियो। 2063मा दोस्रो जनआन्दोलनले आगोको ज्वाला बोकेर उदायो र यो पटक मिडियाले अगाडि बसेर नेतृत्व गर्यो। धम्कीहरूका बावजुद सेन्सरसिपको कालो बादलमुनि पनि पत्रकारहरूले जनताको हक माग्ने कथालाई निरन्तर बाहिर ल्याइरहे। आन्दोलन सफल भयो। नेपालमा गणतन्त्र आयो। अनि बल्ल पत्रकारिताले कानुनी सुरक्षा पायो। 2064 सालमा सूचनाको हक सम्बन्धी ऐन र श्रमजीवी पत्रकार ऐन लागू भए। यसले नागरिकलाई र विशेष गरी पत्रकारलाई सरकारी कार्यालय वा सार्वजनिक संस्थाबाट जानकारी माग्ने कानुनी हक दियो। सजिलो भाषामा भन्नुपर्दा अब पत्रकारलाई अफवाह वा चिया पसलका कुरा मात्र होइन, सरकारी तथ्य, डेटा र कागजात कानुनै प्रयोग गरेर माग्न पाउने अधिकार भयो। पत्रकारिता अब केवल जोखिमपूर्ण साहस नभई मान्यता प्राप्त पेशा हो भन्ने मान्यता यसले स्थापित गर्यो। तर चुनौतीहरू सकिएका थिएनन्। 2063देखि 2065 सालको बीचमा मात्रै प्रेस स्वतन्त्रता उल्लङ्घनका करिब 700 घटना भए। थप 3 जना पत्रकारले ज्यान गुमाए। यति हुँदाहुँदै पनि एउटा सुन्दर कुरा भइरहेको थियो। एफएम रेडियोहरू नेपालका कुना काप्चासम्म पुगे। टेलिभिजन च्यानलहरू बढे र त्यसपछि आयो डिजिटल क्रान्ति, जसले अनलाइन समाचार पोर्टलहरू मार्फत जुनसुकै बेला, जहाँसुकै, जसलाई पनि खबर पुर्याउन सकिने भयो। आज हामी यस्तो बाटोमा उभिएका छौँ जुन कुरा 125 वर्ष अघि सुधा सागर सुरु गर्ने ती अग्रजहरूले सोचेका पनि थिएनन् होला। अब मानिसहरूले समाचार अखबारमा होइन, आफ्नो मोबाइलमा पढिरहेका छन्। कान्तिपुर, जसले कुनै बेला लाखौं प्रिन्टेड प्रतिहरू बेच्थ्यो, आज करोडौंलाई अनलाइन मार्फत जोड्दैछ। कोही भन्छन् यो पत्रकारिताको अन्त्य हो, कोही भन्छन् यो त कुनै ठूलो कुराको सुरुवात मात्र हो। युरोपमा 300 वर्ष लागेको प्रिन्ट पत्रकारिताको उदय र विकास नेपालले जम्मा 125 वर्षमा अनुभव गर्यो र अहिले पश्चिममा दशकौं लगाएर आएको डिजिटल क्रान्ति यहाँ केही वर्षमै हुन सक्छ।